मेरो पछाडि देख्न सक्नुहुन्छ गुम्बा। हेर्नुहोस् यस्तो राम्रो छ गजबले। यस्तो डाँडामा नि कति मजाले धान खेती गर्नुपर्छ। हेलो सबैलाई नमस्ते, स्वागत छ मेरो मिनी ब्लगमा। अहिले चाहिँ माथि गागल फेदीबाट अलिकति माथि कागेश्वरी मनोहर नगरपालिका 1 गागल भन्ने ठाउँमा छौँ। श्री पेमा होसलिङ गुम्बा दर्शन गर्न जाँदैछौँ। खास गरी यहाँ त्यो कागको स्ट्याचु बनाएको छ नि हेर्न आएको। ऊ मास्तिर हो के अरे, अब कहाँ खन जानु। ए ऊ पखेटा देख्दैछ त्यहाँ रहेछ ल, यहाँ पखेटा। अब काग हेर्दैनौँ न हामी, अब यहाँबाट गएर गुम्बा दर्शन गर्छौँ। गुम्बा दर्शन गरेर चाहिँ फर्किन्छौँ। दाइ तपाईँहरू आउनु सक्नुहुन्छ। हामी चाहिँ तलबाट हिँड्दै 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 माथि आइपुग्यो। हल्का एक्सर्साइज पनि भयो, यसो घुमेको जस्तो नि भयो। अब तलबाट गर्मीको तापले चाहिँ पोलेर चाहिँ हामी चाहिँ डाँडातिर आकाश घुम्दैन। मेरो पछाडि देख्न सक्नुहुन्छ गुम्बा। हेर्नुहोस् यस्तो राम्रो छ काठमाडौँको भ्यू। ओ काग पखेटा ल, काग देख्यो ल। हेर्नुहोस् कागेश्वर भने नि कहाँबाट देख्नु त नि, यस्तो छेकिराखेको छ, कहाँबाट देख्छ त हजुर। ल गजबले ए ल हेर्नुहोस् यहाँबाट देखिने भ्यू गुम्बा। अरे होला कोही छैन, गुम्बामा ताल चलाएर पेमा होसलिङ गुम्बामा ताल चलाइरहेको छ, कोही पनि छैन। सो मान्छेहरू दर्शन गर्नुहुन्छ भित्र छिरेर, बाहिरबाटै दर्शन भयो। तपाईँहरू बाहिरबाट दर्शन गर्नुहोस्, आउनु सक्नुहुन्छ घुम्नलाई। गुम्बा चाहिँ भनेको ठाउँमा गुम्बाको प्राङ्गणबाट देखिने काठमाडौँ ललितपुर भक्तपुरको दृश्य भ्यू। गजब गजब। यस्तो डाँडामा नि कति मजाले धान खेती गर्नुपर्छ। यस्तो मिलेको खेत। गऱ्यो भने आफ्नै देशमा छ भन्छ नि, छ नि गर्नेलाई। गागल फेदी हामी चाहिँ अब गागल फेदी माथिबाट फर्किँदैछौँ। रातको अब लगभग रात होइन, साँझको कति भन्दाखेरि 6 साढे 6 भएछ। पुरा हुर्सो लागेको छ डाँडातिर गजबले। अब यस्तै त होइन, घुम्दै फिर्दै यस्तो आउने हो होइन, जिन्दगी यस्तै अब। तलतिर पुरै गऱ्यौँ भने मासतिर हो, पुरै हुर्सो लगाएर हेर्नु ल, झप्प भइरहेछ ल, गजब भयो ल। माथि कागेश्वरी घुमेर आएको।